गर्नुहुन्छ गाली गर्नुहुन्छ पिट्नुहुन्छ माया गर्नुहुन्छ बेला बेलामा चाट्नुहुन्छ आयो भने यो मैले लिएर गएँ हेर त लुकेको यता हेर्न के हुन्न के Hello guys, welcome back to my YouTube channel. It's me Ellie अनि आज चाहिँ लक्ष्मी पूजाको दिन र बिहानै म सिटिजन बैंकमा गएँ त्यहाँ रंगोली बनाउँदै छु किनभने प्रत्येक वर्ष यहाँको रंगोली चाहिँ मैले नै बनाउँछु यहाँ लक्ष्मी पूजाको तयारी हुँदैछ लक्ष्मी पूजा सुरु भयो बैंकमा एकदम रमाइलो हुन्छ के यहाँ फेरि सधैं खाना खाएर सकेपछि बाबा र म भएर चाहिँ मेरो बुढो घर जान लाग्यौं अनि हाम्रो तल घरमा चाहिँ त्यहाँ माछा पोखरी छ अनि तिहारको लागि माछा निकाल्ने भनेर सो फाइनली म अनि बाबा भएर हामी घर आइसक्यौं यो चाहिँ मेरो बुढो घर हो म चाहिँ खासमा जन्मेको यही घरमा हो है म हस्पिटलमा जन्मेको हैन गाइजहरु म एक्चुअलमा जन्मेको ठाउँ पनि देखाउँछु म हजुरहरुलाई यो चाहिँ मेरो घर हैन पहिला चाहिँ यता किचन थियो कस्तो आमाको याद आयो यहाँ बसेर हामी खाना खान्थ्यौं म त्यो कुनामा बस्थ्यो त्यहाँ साइडमा कराई हुन्थ्यो दुधको अनि म जन्मेको ठाउँ चाहिँ यो सिलिन्डर यो ग्यास छ नि हो यो राखेको ठाउँमा चाहिँ पहिला यस्तो थोरै अग्लो मान्छे बस्न मिल्ने टाइपको थियो अनि म चाहिँ त्यही जन्मेको हो रे मम्मीले भन्नुभएको सो माई एक्चुअल बर्थ प्लेस इज दिस है साच्चीमा जन्मेको म त्यहाँ यता हेर त मेरो कान्छु यता हेर्देऊ आवे को रहेछ सानो ओइ यता हेर त हेलो भन्नु हाई भन्नु सो गाइज मैले चाहिँ कपडा चेन्ज गरेँ किनभने त्यो कुर्ता थियो अनि त्यो कुर्ता फेरि यहाँ भित्र पानीमा जाँदाखेरि फेरि त्यो सबै चोवालिन्छ कि माछा छोप्दाखेरि त्यही भएर कुर्ता निकालेर टी सर्ट लगाएँ अब यो पानी सबै घटाएर अलि तल पुगेपछि बल्ल हाम्रो त्यहाँ एन्ट्री हुन्छ अरूको अङ्कलले घर आउँदा माया गर्छन् मेरो अङ्कलले गाली गर्नुहुन्छ अरूका छोरीहरूले घर आएपछि अङ्कललाई सोधी खोजी गर्छन् मेरा छोरीलाई मैले खोज्न पर्छ खोज्न पर्छ म आइन हजुरलाई अङ्कल भन्दा बोलाउँदै केलाई नराख्ने मेनली मैले राखिदिन्छु कि युट्युबमा यो साँच्चीमा राखिदिन्छु मैले त साँच्ची मैले त राखिदिने अङ्कलले जिस्काउनु साँच्चै राखिदिने हो कि यो भिडियो त मैले त गएर मैले राखिदिने हो कि र त्यसो के भनेर राख्छिस् त मलाई माया गर्नुहुन्छ गाली गर्नुहुन्छ पिट्नुहुन्छ माया गर्नुहुन्छ बेला बेलामा चाट्नुहुन्छ कहाँ र अर्को पाइप तानो 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 चिसो भयो रातमा तानो बाबालाई सोध त तानो आयो बाबा यो तो पाइपको फेरि काम वर्ष दिनको यसो हो मान्छे खेता यताबाट उजुल देखिन्छ के नगर्न छिटो पाइप तान्न हात्ती दो बाले यहाँ कटेको हुन्छ लिएर आउनु म यहाँ बस्छु बाबासँग के हेर्न पानी निकालेर भ्याइन मलाई अल्छी लाग्यो म कता जाऊँ मलाई अल्छी लाग्यो 2000 years later म घर आएर बस्छु त पानी भ्याइन यहाँ दिदीले मलाई हेर त लुकेको यता हेर्न के हुन्न के राम्रो देखियोस् के सो यो चाहिँ मेरो घरको अर्ग्यानिक किवी यो चाहिँ मेरो बाबाले लगाउनु भएको अनि हामीले चाहिँ यसमा केही पनि राख्दैनौं कि त्यो केमिकलहरु बिसारीहरु केही राख्दैनौं हामीले घर खाना भनेर अनि यो वर्ष चाहिँ एकदम राम्रो फले रहेछ भाइ पनि रातै बाबा पनि रातै आउने हो
भाइ तपाईँ भिडियोमा त हजुर जस्तै देख्यो है बाबा हो के राल चुयो राल चुयो यसरी यहाँ पानीमा माछा माथिबाट बगेर आएको रहेछ अड्के अड्किन्छन् आयो भने यो मैले लिएर गएँ पानी सुकेर गएन अन्त खाजा खाँदैन अघिको घाइते माछा यस्तो भयो अर्को पनि घाइते भएर ल्याएको अनि यहाँ राखेको यस्तो बाँचिसक्यो पोखरीको पानी अझै सक्यो होइन 4 बजिसक्यो म बिहान आएको यो पानी पोखरीको अझै भ्याइएन अङ्कलले काम भ्याएर कपडा फेरेर आएर घाँस काटेर नि भ्याउनु लाउनु भयो मान्छे हाँस्छन् भ्याउन लाउनु भयो भनिस् भने किन पुराउन लाउनु भयो भन किन घाँस पुराउन लाउनु भयो भन के घाँस पुराउन लाउनु भयो साथीहरू घाँस पुराउन लाउनु भयो भ्याउन लाउनु भयो होइन है च्याप्पै कति अङ्कल 200 ग्राम जम्मा सबभन्दा ठुलो त्यही होला खुब ठुला माछा खानु भनेको त स्क्यामै हुने भयो अहिलेको पालि पोखरीमा माछा नहालेको 2-3 वर्ष भयो तर यति चाहिँ रहेछ माछा तर थोरै निस्क्यो यो पालि चाहिँ तर जे होस् रमाइलो भयो अब चाहिँ घर जान लागेको म बाबासँग अब आज लक्ष्मी पूजा त गर्नु पर्यो त्यही भएर घरबाट आएपछि चाहिँ मैले र बहिनीले मिलेर रङ्गोली बनायौँ Thank you for watching and happy New Year all of you.